सरकारले युवा बेच्यो, युवा मार्यो, धर्म बेच्यो। यही संविधानलाई मानेर स्वीकार गरेर रवि र बाले मिले पनि केही पनि हुनेवाला छैन। यो चाहिँ कुनै एउटा राष्ट्रघातको नयाँ सङ्केत हुन सक्छ। अहिले नेपाली जनताको चाहना, यत्रो जनता 90% भन्दा बढी जनता राजाको पक्षमा ठाउँ ठाउँमा जुलुस गरिरहेछन्, आन्दोलन गरिरहेछन्, कार्यक्रम गरिरहेछन्। त्यो जनता होइन, त्यो जनताले खोजेको राष्ट्रता हामीले पुनर्स्थापना गर्नु पर्दैन। त्यो कुरा बालन शाहले हेर्नु पर्दैन, रवि लामिछानेले हेर्नु पर्दैन, अथवा कुनै पार्टीभित्रका राम्रा मान्छेले राष्ट्रता चाहनु जनता यस्तो छ भन्ने कुरा त्यसलाई विचार गर्नु पर्दैन। अझै पनि भ्रष्ट गणतन्त्र बचाउन, मरेको संविधान बचाउन, यही संहिता बचाउन अनि जनतालाई भ्रमित बनाएर यो देश लुट्नको लागि हामीले त्यो खाले नयाँ नीतिको खोजेको होइन। हामीलाई देश बचाउन राजा चाहियो, राजा चाहियो, कुनै पनि हालतमा चाहियो। राष्ट्रता पुनर्स्थापना गर्न चाहने बरु एउटा भरियालाई हामी मान्न तयार छौँ। तर कुनै एउटा भाइरल मान्छे जो यो गणतन्त्र मान्छ, यो भ्रष्ट गणतन्त्र मान्छ, मरेको संविधान मान्छ, जसले धर्म बेच्छ, त्यो नेतृत्व हामीलाई चाहिएन। र जेनजी अगुवाहरूलाई म भन्न चाहन्छु, आज जेनजी अगुवाहरू विच्छेद भएर टुक्रा टुक्रा भएको अवस्था छ। तपाईँहरूमा एकता छैन, किनकि नेपालमा राष्ट्रतै छैन। तपाईँहरूलाई एक गर्ने भनेकै राष्ट्रस्थानी हो। घर घरमा रहेका जेनजीहरू सबै अगुवा हुन्, सबै अगुवा हुन्। आज जेनजीको आन्दोलनलाई हाइज्याक गरेर बनेको प्रधानमन्त्री, नालायक सरकार, निरङ्कुश सरकार र भ्रष्टहरूदेखि चढाएको सरकार, एउटा पार्टीको कार्यकर्तादेखि छुटछुट कामेको सरकार, यो सरकार पनि छ जस्तो तपाईँहरूलाई आएको छ। आज त्यहाँ डाक्टर निकोलस भुसाल एउटा युवा आमरण अनसन बसिरहनु भएको छ। उहाँलाई मैले अस्ति गएर भेटेर भने तपाईँले राष्ट्रस्था बोक्नुहोस्, तपाईँले अनसनै बस्नु पर्दैन, तपाईँलाई त्यति जनताले साथ दिन्छ। त्यस कारणले आज त्यस्ता युवाहरूलाई दिनदारै आँखा अगाडि मर्न बाध्य बनाउने यो व्यवस्था, यो सरकार तुरुन्तै खारेज गर्नुपर्छ। नेपाली जनता घर घरबाट राष्ट्रिय झन्डा बोकेर राष्ट्रस्था फर्काउन उठ्नुमा चाहिँ ढिला नगरौँ। अब हामीलाई धेरै सुरु कहिले आउँछ राजा, कहिले ल्याउने राजा लिन निर्मल निवास कहिले जाने, फेरि पनि पैसा गर्न चाहन्छु। जनताको लागि, जनताको सुख शान्तिको लागि, जनताको भविष्यको लागि त्यत्रो राजगद्दी र विरासत राष्ट्रस्था त्यागेर बसेको त्यो महान व्यक्तित्व श्रीपाद ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गराउन नेपाली जनता निर्मल निवास जाने कहिले, ज्ञानेन्द्र सरकारले जाने कहिले हो। राष्ट्रस्था पुनर्स्थापना गर्नको लागि हामी निर्मल निवास गएर ज्ञानेन्द्र सरकारलाई नगुहारेछ। यो देशमा राष्ट्रियता पनि बलियो हुँदैन, धर्म रक्षा पनि हुँदैन र यो देशमा प्रसारीलाई कारवाही पनि हुँदैन। म जेनजी अगुवाहरूलाई भन्न चाहन्छु र जेनजी युवाहरूलाई भन्न चाहन्छु, अब तपाईँहरू राष्ट्रस्थाको पक्षमा उठ्नुहोस्, जाग्नुहोस्, राष्ट्रस्था चाहियो भन्नुहोस्। ज्ञानेन्द्र सरकारको फोटो हरेक जेनजीले घर घरमा टाक्नुहोस्, राष्ट्रस्था चाहियो। भागेको राष्ट्रपतिको खुट्टा ढोक्न गएको छ, मलाई यो चाहियो त्यो चाहियो भनेको छ, भागेको दलदेखि डराएको छ। त्यस कारणले आदरणीय युवा साथीहरू, आज हामी साई युवा शक्ति नेपालको आयोजनामा सबै जनताको सहभागितामा आयोजक साई युवा शक्ति नेपाल हो। तर यो राष्ट्रिय झन्डा मान्ने हरेक नेपाली जनताको आजको यो कार्यक्रममा आज हामी सामकोसीदेखि हजारौँको सङ्ख्यामा मोटरसाइकल र्याली गरेर यहाँ आएका छौँ। सहभागी साथीहरूलाई म धन्यवाद दिन चाहन्छु, साथ दिने साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। हाम्रो आन्दोलन जारी छ, राष्ट्रस्था पुनर्स्थापना नभएछ साई युवा शक्ति नेपालले यो खाली आन्दोलनको आह्वान गरिरहन्छ। जनताले साथ दिनुपर्छ, जनता लाखौँ सङ्ख्यामा आउनुपर्छ। केन्द्र सरकारको गल्ती आरोप भएको दिन अनि हाम्रो आन्दोलनले विश्राम लिनेछ। र अन्तिममा म यो भ्रष्टहरूलाई पाल्ने सरकार, सुशीला कार्की सरकार के अर्थ? अब अलिकति मैले कुरा जोड्न चाहेँ। काङ्ग्रेसको पार्टीको सभापतिको घरमा बङ्गालमा पैसा देखियो, त्यो पैसाको छानबिन गर्न नसक्ने अख्तियारका प्रमुख उहाँ एक नम्बरको भ्रष्टाचारी अनि प्रचण्डको घरमा पैसा देखियो, त्यहाँ छानबिन गर्न नसक्ने सरकार र अख्तियार प्रमुख। अब एक व्यक्ति विरुद्ध, अब अख्तियार प्रमुख विरुद्ध पनि साई युवा शक्ति नेपालले आन्दोलन छेड्नेछ। उहाँ भ्रष्टाचारी हो। त्यस कारणले भ्रष्टाचारीलाई कारवाही हामी गर्छौँ। हामी साई युवा शक्ति नेपालमा जोडिएका युवाहरू जो राष्ट्रप्रेमी छौँ, जो देशप्रेमी छौँ, जो नेपालको भविष्य हेर्छौँ, हामी चाहिँ भ्रष्टाचारीलाई कारवाही गर्छौँ। गणतन्त्रवादीलाई कुनै पनि हालतमा हामी बहिष्कार गर्छौँ।
र अहिलेको यो टाइममा कुनै जनतालाई चुनाव चाहियो कि छैन? चुनाव चाहिएको होइन, भ्रष्ट नेता फाल्नु पर्यो, भ्रष्टलाई कारवाही गर्नु पर्यो। यो देशमा राजा छैन, चुनाव चाहिएको होइन, राजा चाहिएको। किन गर्नु पर्यो यो चुनाव? पहिला राजा पुनर्स्थापना गरौँ अनि बल्ल चुनाव गरौँ। त्यस कारणले बाटो बिराएर हुनेर पनि यो चुनावमा साथ नदिन म आम जनतालाई अनुरोध गर्न चाहन्छु। चुनाव बहिष्कार गरौँ, राजा पुनर्स्थापना गरौँ। र अन्तिममा म यस महान दिनमा पुनः स्वर्गीय श्रीपाद वीरेन्द्र सरकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। वीरेन्द्र सरकारको आत्माको शान्तिको लागि राज संस्था पुनर्स्थापना गरौँ। जय देश। नमस्कार सबैलाई।